आँसु आफै आँसु आइरहेको अब फेरि आँसु खुसीकै आँसु हुन चाहिँ तर एक्कासी आयो क्या आफै म खासै नरुने मान्छे हो खुसीको आँसु हो नि रुने नरुने भन्दा पनि नरुने मान्छे कोही होला जन्मिने बित्तिकै नरह कोही होला नेचर हो प्रकृति हो किन करेज चाहियो अझै अझै गर्ने नि किन के बिग्रिरहेछ र वाइ क्यान्ट यु डु इट गर्न सकिहाल्छ नि लाग्ने जति लामो सक्छौ इट्स नट नेसेसरी वर्ल्ड रेकर्ड ब्रेक गर्यो 100 आवर्सै पुग्नु छ किन तिमीले जति अझै लम्बाउन सक्छ लम्बाउने नि त्यो कोसिस गर्न सकिँदैन र देन सक्दैनौ भन्ने चाहिँ कहाँबाट आयो त एकदम हुन त अब हामी बुझ्छौँ होइन यत्रो घन्टा नसुत्दा यो गर्दा पनि धेरै गाह्रो छ यस्तो भयो खासमा तिनवटा पोइन्ट भयो यस्तो यहाँनिर 3टा पोइन्ट भयो यो चाहिँ 73 आवर ब्रेक गर्नु थियो होइन साथीहरूको सोच चाहिँ यहाँसम्म मात्रै भयो टिमको चाहिँ हामीले बाहिर मार्केटको टार्गेट थियो मेरो टार्गेट चाहिँ थियो अनि एक्लै त हुँदैन नि त यसमा अब यहाँसम्म चाहिँ म मेरो आफ्नो एनर्जीमा पुगेँ होइन त्यहाँसम्म त तिमीलाई सबैको साथ थियो नि यहाँ पछाडि कसैको नि भएन एक्लै हो यहाँ नि सङ्कल्प कसको त त्यहाँ माथि अगाडि पुग्ने सङ्कल्प कसको त मेरो थियो त्यहाँसम्म त तिमीलाई सबको करेज थियो नि देख त एक्लै हिँड्न कति गाह्रो छ साथमा हिँड्न कति सजिलो छ साथमा हिँड्यो भने जे पनि पुरा हुन्छ विश्वकृति जेमा पनि राख्न सकिन्छ कोही पनि एक्लै आफूलाई हिँड्न खोज्यो भने कति गाह्रो छ सायद यही शिक्षा हामीले लिन सक्छौँ यो पनि बुझ्नु जरुरी छ यस्तो साथीहरूको टार्गेट यहाँसम्म मात्रै भयो क्या उहाँहरू यहाँसम्म आइपुगेपछि किनभने यो त अब यसरी बस्ने हो नि त अब मसँग फोन हुँदैन गेस्ट म्यानेजमेन्टको कुरा यहाँ आइसकेपछि गेस्ट म्यानेजमेन्टमा साथीहरू लाग्दैन नि वर्ल्ड रेकर्ड भइहाल्यो भन्ने खालको भयो होइन त्यसो यहाँबाट एक्लै भयो म कसरी एक्लै भयो यहाँ छैन कन्टिन्यू गर न कति घन्टा बाँकी छ म यहाँ बसेर दिन्छु तिमीलाई साथ अनि यस्तो सुन्छ न 3 आवर्स चाहिँ मैले लगभग 2 आवर्स वेट गरेँ अनि त्यो गेस्टहरू जस्तो म्यानेजमेन्ट नभएको कि भएको कि टाइम अनि 2 आवर्ससम्म चाहिँ मैले नर्मल मान्छेहरूसँग पनि इङ्गेज गरेँ टाइम त्यस पछाडि के भयो भन्दाखेरि चाहिँ यो जुन टिम थियो त्यो चारतिर भयो क्या अब साथीहरू बेलुन किन्नतिर अब यसैमा उत्सव मनाउनुतिर लाग्यो क्या साथीहरू मलाई चाहिँ यहाँ पुग्नु थियो नि त त्यो साथीहरूको सोच यहीँनिर अड्कियो कि अब यो वर्ल्ड रेकर्ड तोडिहाल्यो हाम्रो अगाडि मान्छे पाइएन यताउति भने जरुरी छ थरी थरीको मान्छे हुनुपर्छ हजुर जरुरी छ सब थरीको मान्छे हुनुपर्छ होइन एकजनासँग 4 घन्टा आउनु मिल्दैन नि त ए 4 घन्टामा पर्सन चेन्ज गर्नुपर्छ नि त फेरि एउटा मान्छेसँग 4 आवर्स भन्दा चाहिँ माथि हुँदैन फेरि त्यो 2 जना मात्रै बसेर गर्ने भयो भने त म फेरि अर्को 100 आवर जस्तो हामी छौँ नि भाइ त्यसको लागि साथ कसलाई ल्याउनु पर्यो भन हामी पनि कोसिस गर्छौँ तिमीसँग यस्तो विश्वकीर्ति राख्न हिँडेको छौ सायद हरेक नेपालले साथमा छ नि यत्रो संसारभरि हेर कति फिल्डहरू छ तिमीमा करेज छ गर्न सक्छौ भने त हामी सबै छौँ नि साथमा होइन म त सक्छु नि भने यहाँसम्म नत्र एक न्याप पनि नलिकन म 77 आवर पुग्यो अब यो 76 आवरसम्म मैले एकचोटि न्याप लिएन क्या साथी भाइ त्यस पछाडि यो टाइम हजुरले भने जस्तो यो टाइमसम्म चाहिँ सबैजना भयो
गेस्ट म्यानेजमेन्टदेखि लिएर सबै कुरा टेन्सन हो। यो हजुरले अघि भनेको एक्लै हिँड्न कति गाह्रो छ भन्ने कुरा यहाँ आइसके पछाडि चाहिँ सबै वरिपरि हुँदा नि एक्लो फिल भयो क्या। सब आफ्नो धुनमा भयो क्या मान्छेहरू। हामी पनि त के छ त जोगी एक्लो हो नि, अब यहाँ तर एकमै सब छ नि। यहाँ कन्टिन्यू गर न अझै सक्छ भने। यति धेरै फिल्डहरू छ हेर, हजुर यति धेरै फिल्ड छ, सब फिल्डको मान्छेहरूले अझै प्रमोसन पुगेन होला। किनभने अहिले धर्ममा कुनै एउटा सङ्कल्प लिएर हिँड्दा त्यहाँ कसैको पनि साथ छैन। किनभने अनेकको के छ त भाइ, संसारमा सबको आफ्नै प्रब्लम छ। किनभने आज त्यो सोच्ने त्यतिसम्म समय दिएर हिँड्ने कोहीमा पनि धर्मको लागि पनि एउटा क्षणिक छ सबको। जस्तो तपाईँसँग एउटा कुरा सेयर गरेँ, जति बेला यहाँ बसिरहेको थिएँ होइन, यो कुर्सीमा बस्ने बेलासम्म यहाँ कोही पनि भएन। जस्तै आउने गेस्ट पनि प्रपर त्यो गुडवाला गेस्टहरू पनि म्यानेजमेन्ट भएन। जब यहाँबाट उठेर म माथिल्लो फ्लोरमा गएँ, यहाँ चाहिँ 20औं जना 30औं जना आयो, किन उठेर आइस भन्दाखेरि त्यो सुपरम्यासी क्या। अब जहाँनिर साँच्ची मान्छे चाहिरहेको थियो, जहाँनिर चाहिँ त्यहाँको म्यानेजमेन्ट छैन। हजुर त्यहाँको लागि छैन, यहाँको लागि म्यानेजमेन्ट भएन। अब यहाँ पुगिसके पछाडि चाहिँ यहाँ पुगिसके पछाडि चाहिँ चाहिनेभन्दा बढी मान्छे इङ्गेज भयो क्या। सायद यही रहेछ क्या त्यो। अब यसलाई कसरी त्यो कुरालाई बुझ्नु पर्यो। ठिकै हो। अब हजुरले के सल्लाह दिइन्छ यसमा? इफ यु क्यान कन्टिन्यू, जति सक्छ टिममा त्यो छ भने होइन, तिम्रो माइन्डसेट राइट ठाउँमा छ भने। त्यो त म यसो हेर्दा त छ, देख्छु त्यो साथ पाएन मात्र जस्तो लाग्यो। त्यो लाग्यो हो, माइन्डले खेल्न थाल्छ नि त। अब यो धेरै बेर नसुतेपछि माइन्डले अनेक शङ्का उपशङ्का अनेक खेल्न थाल्छ है, आफ्नै नै फेरि अर्को देख्न थाल्छ। त्यो माइन्ड त्यस्तो कुरा छ। निन्द्रा भने त्यो सबभन्दा निन्द्रा जित्न गाह्रो। निन्द्रालाई जसले जित्छ नि उसले काललाई जित्छ। निन्द्रा भने त्यस्तो कुरा, माइन्डले खेल्न थाल्छ भाइ। त्यही भएर यस्तोमा नपस्ने छ भने गर्ने, कन्टिन्यू गर्ने। मान्छे आइहाल्छ नि तिमीलाई, अनेक उसको आउँछ। मान्छे आउँछ के जस्तो कुन फिल्डको लिने, किन आउँदैन? तिमीले हाम्रै यहाँ बसिरहेको गार्डको लियो, उसको लाइफ कसरी चलिरहेछ। एउटा मन्दिर अगाडि बसिरहेको पुजारी छ, त्यसको लियो। खालि फ्रेम मात्र हो, ऊ मान्छे होइन, मान्छे हो। ऊ नेपाली होइन, ऊ पनि मै होइन। उनीहरूको छैन र जीवनी, उनीहरूको भोगाइ छैन जुन चाहिँ हरेकले भोगिरहेछ। त्यो पनि जरुरी छ नि त देखाउन, त्यो पनि त बुझ्न जरुरी छ नि। त्यही हेरे हुन्छ नि, सब वरिपरि छ, खालि ठुलै मात्रै चाहिएको छ। कहाँ पाइन्छ जुन छँदै छैन। भ्रम जुन छ त्यो नहेर्ने, जुन छैन त्यो खोज्ने, त्यसले नै हो दुःख पाइरह। नत्र के छ त, सब वरिपरि छ, सर्वसुलभ छ। कसो कमी छ? तिमी सक्छौ 108 लगाउ न झन्। म त त्यो भन्न आयो तिमीलाई। जरुरी छैन नि भाइ,
फ्रेम नै चाहिन्छ, फोटै चाहिन्छ, ठुलै फोटो चाहिन्छ, यत्रो वर्क अफ लाइफ छ त। उनीहरूको भोगाइ, उनीहरूको बुझाइ पनि त सुनिनु परेन, कहिले नसुनिने, खालि ओप्रो सपना मात्र सुनिराख्ने जहिले पनि। त्यो नै हो, त्यो नै, त्यो पनि होइन, त्यो नै। ठ्याक्कै भिज्यो कि। No worries. Washroom बनाउँछ। Please.